हामीले हाम्रै सोसियल मिडिया सही तरिकाले चलायौँ भने पनि हामीले त्यहाँबाट मजाले एक्स्ट्रा इन्कम चाहिँ बनाउन सक्ने रहेछ। मैले एउटा त्यस्तो प्लेटफर्मको बारेमा तपाईँहरूलाई भन्न गइरहेको छु होइन। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोस् है। नमस्ते, मेरो नाम मिना गुरुङ। मेरो घर चाहिँ होइन, मेरो पहाड घर चाहिँ शङ्खसभा र पछि हामी बस्दै आएको चाहिँ पूर्वको सुन्दर नगरी सहर धरानमा है। अनि अहिले चाहिँ म विगत 20 वर्षदेखि इजरायलमा काम गर्दै आइरहेको छु एज अ केयर गिभर। अहिले म चाहिँ एउटा सिङ्गल बोजू हेरेर बस्छु होइन। अब यसरी विदेशी भूमिमा आफ्नो परिवारहरूदेखि टाढा रहेर यसरी काम गरिराख्दाखेरि होइन, यति लामो समय काम गरिबस्दा पनि मैले भने जस्तो सेभिङ्स अहिलेसम्म गर्न सकिनँ। अब त्यही हो, घरको आफ्नो समस्याहरू हुन्छ होइन। अब बल्ल बल्ल यहाँ स्यालेरी के अरे महिना बित्छ होइन, स्यालेरी आउँछ, घर पठाउनै पर्यो। अब त्यसै घर पठाएपछि अब त्यही हुन्छ नि होइन, बालबच्चाको अब स्कुल फी कलेज फीहरू तिर्नै पर्यो। अब दुख बिमार हुन्छ त्योहरू उपचार गर्नै पर्यो होइन। अब खाना लाउन अब सबै थोक यताउता गर्दाखेरि त्यो कमाएको पैसा अब सेभिङ नै नहुने के। अनि त्यही भएर अब मैले चाहिँ होइन, अब यसरी हुँदैन। अब यो इजरायलमा लाइफ टाइमभरि हामीले यसरी काम गर्न पनि पाउँदैनौँ। भोलिको दिनमा हामी घर फर्केर गएपछि, नेपाल गएपछि मैले के गर्ने त भनेर मलाई चाहिँ त्यो कुरा एकदम दिमागमा आइबस्थ्यो होइन। अब भोलिको दिनमा अब नेपालमा प्रायःले गर्ने भनेको त्यही व्यापार व्यवसाय नै हो। अब त्यसको लागि पनि कति धेरै खट्नुपर्छ, बिहानदेखि बेलुकैसम्म हामीले खट्नुपर्ने हुन्छ होइन। प्लस अब इन्भेस्टमेन्ट पनि अब त्यत्तिकै चाहिन्छ त्यहाँनिर होइन। त्यही भएर मैले चाहिँ के गर्ने भन्दै अब सोचेर बसिबस्थेँ। अनि एक दिन यसो आफ्नै सोसियल मिडिया यसो स्क्रल गर्दै बसिराख्दाखेरि मैले चाहिँ यो बिजनेस भेटाएँ होइन। अनि यो बिजनेसको बारेमा बुझ्दै जाँदा यो बिजनेस यति राम्रो रहेछ, हामीले होइन यसको लागि आफ्नो फ्री टाइम, जुन टाइम फ्री मिल्छ त्यही टाइममा चाहिँ हामीले बिजनेस गर्न सक्ने रहेछौँ होइन। अब मैले मात्रै नभएर म जस्तो घरमा बस्ने गृहिणीहरूले पनि आफ्नो बुढोबाउको बाबु आमा सासू ससुराहरू हेर्दै पनि यो बिजनेस मजाले गर्न सक्नुहुने रहेछ होइन। प्लस अब स्टे होम मम होइन, सानो सानो बच्चाको आमाहरू जो उहाँहरू चाहिँ आफ्नो बच्चा छोडेर बाहिर काम गर्न जान सक्नुहुन्न। उहाँहरूले चाहिँ आफ्नो बच्चाको केयर गर्दै पनि यो बिजनेस मजाले गर्न सक्नुहुने रहेछ होइन। प्लस अब 9 to 5 जब गर्ने मान्छेहरू होइन, बिहानदेखि बेलुकासम्म अलार्मको भरमा उठेर होइन अब काममा जानु पर्यो। त्यस्तो काम गर्दा गर्दा थाकेकोहरूले पनि साइड हसलको रूपमा यो बिजनेस चाहिँ गरेर जानुहुँदो रहेछ। पछि गएर यसलाई नै उहाँहरूले चाहिँ फुल टाइम दिनुहुँदो रहेछ होइन। अनि अहिलेको मोस्ट होइन स्टुडेन्टहरूले त यो बिजनेसलाई त यति राम्ररी रन गर्न सक्नुहुन्छ, किनभने अहिले धेरै स्टुडेन्टहरू हाम्रो नेपाली भाइ बहिनीहरू विदेश गएर पढ्नुहुन्छ होइन। उहाँहरूले चाहिँ एकदम साइड पार्ट टाइम खोजिराख्नुहुन्छ नि त विदेशमा पनि। उहाँहरूको लागि पनि यो बिजनेस चाहिँ एकदम राम्रो होइन। यो चाहिँ आफूले धेरै टाइम नदिकन दिनमा 1-2 घन्टा टाइम दिएर पनि यो बिजनेस गर्न सक्ने रहेछ होइन। त्यही भएर होइन यो बिजनेस चाहिँ सबैले नै मजाले गर्न सक्ने खालको बिजनेस रहेछ। त्यही भएर यो बिजनेसलाई चाहिँ होइन चाहिने सबै टुल्स टेक्निक होइन, अनि ट्रेनिङहरू, अनि यहाँ लाइफ टाइमभरिको कोच मेन्टर पनि हामीलाई यो बिजनेसले प्रोभाइड गर्ने रहेछ। त्यही भएर चाहिँ हामीलाई यहाँ यो बिजनेसमा चाहिँ खतरा पढे लेखेको चाहिँ हुनु पर्दैन रहेछ होइन। अनि कुनै पनि जब गरेको एक्सपिरियन्स लेटरहरू पनि हामीलाई नचाहिने रहेछ होइन, किनभने हामीले चाहिँ लाइफ टाइम कोच मेन्टर यो बिजनेसले नै हामीलाई दिने रहेछ। अनि प्लस ट्रेनिङहरू पनि हुने रहेछ यहाँनिर होइन। त्यो सबैले गर्दा चाहिँ हामीले यो बिजनेस सजिलैसँग रन गर्न सक्ने रहेछौँ है। त्यही भएर यो बिजनेस यति राम्रो ग्लोबली रन भइरहेको यो बिजनेस संसारको जुनसुकै मानिसहरूले पनि यो बिजनेस गर्न सक्ने होइन, गरि पनि राख्नु भएको छ। लगभग संसारभरिबाट झन्डै 4 लाख मानिसहरूले यो बिजनेस मजाले रन गरिराख्नु भएको छ, किनभने मैले यहाँ देखिसकेको छु नि त। त्यही भएर मैले तपाईँहरूलाई सेयर गर्न आइरहेको छु होइन। अनि यो बिजनेसको चाहिँ 29 कन्ट्रिजको मान्छेहरूले चाहिँ बिजनेस मजाले रन गरिराख्नु भएको छ। 44वटा त यसको फिजिकल अफिसहरू नै छ क्या। अनि त्यही भएर होइन नेपालीहरू पनि देश विदेशबाट यो बिजनेसमा दिनदिनै जोडिरहनु भएको छ होइन।
यो बिजनेसमा उहाँहरूले विदेशमा बसेर पनि पार्ट टाइमको रूपमा यो बिजनेसलाई होइन साइड हसल गर्दै जानुहुन्छ। भोलिको पछि उहाँहरूले बिस्तारै योबाट राम्रो इन्कम आएपछि उहाँहरूले त्यो अर्को गरिरहेको जब नै क्विट गरेर यो बिजनेसलाई नै फुल टाइम दिइराख्नु भएको हाम्रो थुप्रै टप लिडरहरू पनि हुनुहुन्छ। उहाँहरूले आफ्नो स्टोरी सेयर गर्नुहुन्छ। त्यही भएर मैले चाहिँ तपाईँहरूलाई पनि मैले त्यही कुरा सेयर गर्न गइरहेको छु। तपाईँहरू पनि यो बिजनेसमा यदि इन्ट्रेस्टेड हुनुहुन्छ भने आउनुहोस्, यो बिजनेस एक्सप्लोर गर्नुहोस्। यो बिजनेसको यति धेरै राम्रो बेनिफिट्सहरू पनि छ कि होइन। अब यो बिजनेस भोलिको दिनमा तपाईँले होइन सर्टेन लेभलमा पुगेपछि तपाईँले एभ्री मन्थ लाइफ टाइमभरिको लागि होइन एबोभ $3000 युएसए डलर एबोभ नै तपाईँले चाहिँ एज अ पेन्सन खानु पाउनुहुन्छ। त्यो लाइफ टाइमभरिको लागि हो है। अनि त्यसपछि गएर अर्को भनेको अब यो बिजनेस भोलिको दिनमा तपाईँले गर्न सक्नु भएन भने तपाईँको बालबच्चाको नाममा पनि यो बिजनेस लेगेसी पास हुने रहेछ। त्यो पनि अर्को एउटा राम्रो पक्ष हो यो बिजनेसको होइन। अनि यसको धेरैवटा फाइदाहरू छ। तपाईँलाई अब तपाईँहरू नै यो बिजनेसमा आएर एक्सप्लोर गर्नुहोस्। यो मैले जति भनिराख्नुभन्दा पनि तपाईँहरूले आफै एक्सप्लोर गर्नुभयो भने तपाईँहरूले यबाट धेरै कुराहरू जान्न बुझ्न सक्नुहुन्छ। त्यही भएर तपाईँहरू पनि जो कोही इन्ट्रेस्टेड हुनुहुन्छ यो बिजनेसमा आउनु चाहनुहुन्छ भने तपाईँहरू होइन मलाई के अरे मजाले होइन नलजाइकन होइन म्यासेज गर्न सक्नुहुन्छ। के अरे केही त्यस्तो लागेछ भने मलाई सोध्न सक्नुहुन्छ। नत्र मेरो वेबसाइट छ, वेबसाइटमा पनि भिजिट गर्नुहोस् होइन। मेरो वेबसाइटको लिङ्क छ www.meenagrg.com होइन, minagrg.com। यो चाहिँ मेरो वेबसाइटको लिङ्क हो। तपाईँहरू मेरो वेबसाइटमा गएर पनि यो बिजनेसको बारेमा मजाले एक्सप्लोर गर्नुहोस् होइन। अब त्यही भन्न चाहन्छु। मैले जति पनि यो बिजनेसमा आएपछि मैले सिकेको कुरा, मैले देखेको कुरा, मैले जानेको कुरा तपाईँहरूमाझ सेयर गर्न आइरहेको छु होइन। त्यही भएर तपाईँहरूलाई पनि यो बिजनेस यदि मनपर्छ भने यो बिजनेस एकदम सजिलो टाइम फ्रिडम खालको बिजनेस होइन। भोलिको दिनमा यसले तपाईँको मात्र भविष्य नभएर तपाईँको पुरा सन्तानको नै भविष्य यसले सुधार गर्नेछ, बनाउनेछ भन्ने मलाई लागेको छ। किनभने अलरेडी मैले यहाँ हाम्रो टप लिडरहरूको उहाँहरूको इन्कमहरू देखिसकेको छु। उहाँहरूले गर्नुभएको उहाँहरूको प्रगति उन्नति मैले आफ्नै आँखाले देखिसकेको छु। त्यही भएर तपाईँहरू पनि यो बिजनेसमा सजिलै जोइन हुन सक्नुहुन्छ। किनभने यसमा साह्रो गाह्रो भन्ने केही पनि छैन है। त्यति भन्न चाहेँ आजलाई होइन। हस् त केही पर्यो भने मलाई म्यासेज गर्नुहोस्, मलाई सम्पर्क गर्नुहोस् होइन। म तपाईँहरूको जति पनि प्रश्नहरूको उत्तर दिने कोसिस गर्नेछु है। हस् त, थ्याङ्क यू, बाई बाई, नमस्ते।